हेलो साथीहरू, आज हामी मिनी एलिभेटर प्रोजेक्ट गर्न जाँदैछौँ। मिनी एलिभेटर प्रोजेक्टको लागि चाहिँ हामीले यो दुईटा स्ट्रिप निकालेर दुईटालाई जोडेर हामीले टी गाइड रेल बनाउँदैछौँ। यस्तै टी गाइड रेल हामीले 4वटा बनायौँ, हेर्न सक्नुहुन्छ। यो हाम्रो 5 भोल्ट चिप स्टेपर मोटर हो, त्यसलाई हामीले कभर गरेका छौँ। हामीले फेभिक्विकले टाँसेर कभर गरेका छौँ। कभरलाई चाहिँ अब हामीले फिनिसिङ गर्ने काम गर्यौँ। देख्न सक्नुहुन्छ, हजुरले मेहनत मैले धेरै नै गरेको छु। हजुरहरूले प्रतिक्रिया दिनुहोला, लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै यो हाम्रो मोटर पनि रेडी भयो। अब हाम्रो पुल्ली रेडी हुँदैछ। मेन पुल्ली त हामीले बनाइसकेका थियौँ, यो काउन्टर पुल्ली हो। अब हामी फिटिङतर्फ लाग्दैछौँ। फिटिङको लागि अब हामी रेल र हाम्रो फ्रेमको मेजरमेन्टहरू अब कति छ, कतिमा लगाउने भनेर हामी मेजरमेन्ट लिँदैछौँ। हाम्रो फ्रेम चाहिँ 10 mm को पाइपबाट हामीले बनाएका छौँ। फ्रेम चाहिँ हाम्रो एल्युमिनियमको फ्रेम हो। हाम्रो लिफ्ट चाहिँ 3 फ्लोरको हुनेछ। अब हामी चाहिँ रेलहरू लगाउन गइरहेका छौँ। यो गाइड रेल चाहिँ हामी फेभिक्विक र हट ग्लु गनको मद्दतले लगाउँदैछौँ। देख्न सक्नुहुन्छ, एक साइडको काउन्टर साइडको मेन रेल र काउन्टर रेल लागिसक्यो। अब हामी तेस्रो रेल लगाउन जाँदैछौँ। मेजरमेन्ट चाहिँ गरेर लगाउनु पर्ने हुन्छ, किनकि हाम्रो डिभिजी कम धेरै भयो भने लिफ्ट कुनै ठाउँमा स्टक हुने अड्किने, कुनै ठाउँमा लुज हुने हुन्छ। त्यसको लागि चाहिँ जतिसक्दो सानै लिफ्ट भए पनि मैले राम्रैसँग गर्ने प्रयास गरेको छु। देख्न सक्नुहुन्छ, मेहनत थुप्रै नै लागेको छ। हजुरहरूले मन पराइदिनुहुन्छ भन्ने आशा राखेको छु। हजुरहरू पनि यस्तो प्रोजेक्टहरू गर्न चाहनुहुन्छ भने हजुरहरूसँग केही चिजको आइडिया छ, केही चिज मलाई यो टाइपको बनाउनु छ भन्नुहुन्छ भने म पनि सपोर्ट गर्ने नै छु। अब हाम्रो चौथो रेल लाग्न जाँदैछ। मैले एल ब्राकेट लगाइसकेँ। अब यो हाम्रो साइड काउन्टर भएको भएर चाहिँ एक साइडमा 3टा रेल छन्, एउटा साइडमा चाहिँ एउटा रेल छ। देख्न सक्नुहुन्छ, मैले लगाइसकेँ। फेभिक्विकले हल्का हल्का मैले लगाइदिइसकेँ। अब त्यसलाई चाहिँ नापेर ठिक छ कि छैन भनेर फेरि हामी हट ग्लुले हामी टाँसिदिनेछौँ। हट ग्लुले हामीले टाँसेर सिध्याउन लाग्यौँ। अब हाम्रो रेल फिटिङको काम सकियो। अब मोटर बेसको काम गर्दैछौँ हामी। मोटरको लागि राख्ने स्ट्यान्ड भनौँ या बेस भन्छन् लिफ्टको।
लिफ्टको मेसिनको बेस भन्छौँ, त्यो बेस हामी बनाउँदैछौँ। भिडियो चाहिँ मैले सबै बनाउन चाहिँ सकेन, भिडियो चाहिँ धेरै मैले कम नै बनाएँ। अब हाम्रो यो चाहिँ क्याबिनको लिफ्टको क्याबिनको हामी मेकिङ गर्दैछौँ। क्याबिन चाहिँ मैले ग्राइन्डरले काटेर लिएर आएर बक्स चाहिँ बनाइसकेँ। अब त्यसको लागि कभर, तल र माथिको लागि कभर, प्लेटफर्म र टप भन्छ हामीले, त्यो बन्दैछ। फेभिक्विकले टाँसिसक्यौँ, हाम्रो टप लागिसक्यो। अब बटन प्लेटफर्म लाग्न बाँकी छ, बटन प्लेटफर्म पनि लाग्यो। अनि हाम्रो हेडरको हामी फिटिङ गर्दैछौँ। हेडर पनि मैले कबाडीबाट सामान किनेर मैले बनाएको हुँ। हेडरकै सामान त होइन, मैले अरू सिडी प्लेयरहरूको जुगाड गरेर मैले बनाएको हुँ, हेर्न सक्नुहुन्छ। हेडर बनाउनको लागि यही सिडी प्लेयरकै चिज चाहिने चाहिँ हुँदैन, यस्तो चाहिँ होइन। मलाई चाहिँ त्यही सजिलो, मैले भेट्टाएँ सजिलो भयो भनेर मैले त्यही गरेको हुँ। अनि हजुरले केही आफैले बनाउन सकिन्छ, त्यो बनाउन गाह्रो चिज होइन। यो हामी अहिले गेटको टेस्ट गर्दैछौँ, गेट चाहिँ हाम्रो खुल्छ कि खुल्दैन भनेर टेस्ट गरेको। हाम्रो गेटले काम गरिसक्यो। यो चाहिँ हाम्रो सिओपी ग्राउन्ड 1 2 अनि डोर ओपन डोर क्लोज। यो चाहिँ हाम्रो आइआर सेन्सर्स भयो 3 फ्लोरको लागि। यो ULN 2003 मोडलको स्टेपर मोटर ड्राइभर। यो हाम्रो सर्भो मोटर डोर ओपन डोर क्लोजको लागि। यो हाम्रो स्टेपर मोटर, हाम्रो डोर ओपन भइरहेको छ, डर लाग्यो, देख्न सक्नुहुन्छ। राम्रोसँग ढोकामा काम भइसक्यो। अब हाम्रो अलिकति क्याबिन चाहिँ हाम्रो हल्का गाइड सु टाइट भएको भएर चाहिँ अलिकति गाइड सुलाई चाहिँ हामी लुज गरिदिँदैछौँ। त्यो रेलमा गाइड रेलमा चाहिँ गएर अलिकति त्यो टाइट भएको भएर चाहिँ अझै पनि टाइट छ। यसलाई अझै अलिकति गर्छौँ हामी।
अब फेरि हालेर हेर्छौँ टाइट छ कि लुज छ भनेर। अब चाहिँ हल्का फ्री भइसक्यो। अब यसमा हल्का ओइलिङ पनि गर्नुपर्ने हुन्छ। हामी तेल लिएर आएर हाल्छौँ। अब फ्री भइसक्यो। अझै हल्का अलिअलि अड्केको जस्तो भएको छ। हामीले घोट्यौँ पनि, घोटेर अलिकति ओइल लगाउँछौँ। हामी ओइल लिएर लगाउँछौँ। ओइल लिएर आएँ मैले। अब ओइल लगाइदिँदैछु। तेल लगाएपछि चाहिँ हाम्रो लिफ्ट अलि स्मुथ हुन्छ। अब हाम्रो चाहिँ यो पुल्ली लगाउन जाँदैछौँ हामी। मेन पुल्लीको लागि चाहिँ अब हाम्रो कति सेन्टरमा हुन्छ भनेर हामीले पुल्ली लगायौँ। पुल्ली चाहिँ फेभिक्विकले टाँसेर फेरि बाहिरबाट हट ग्लु गनले लगाएछौँ। अब हाम्रो यो चाहिँ काउन्टर फ्रेम भनौँ या काउन्टरै हो। काउन्टर वेट पनि यही हो, फ्रेम पनि यही हो। हामीले दुइटा एकैचोटि हुने गरी नै अलिकति वेट चाहिने हुन्छ। काउन्टर वेट पनि चाहिने हुन्छ लिफ्टलाई। त्यही भएर चाहिँ हामीले हेर्न अब रोपिङ गरेर काउन्टर वेट र हामीले क्याबिनमा रोपिङ भइसक्यो। हामीले हातले घुमाएर तलमाथि गर्दैछौँ। तलमाथि गर्दा सबै ठिक छ। अब हामी सबै अरू काम त लगभग सकिसक्यो। अब हामी वायरिङ गर्न जाँदैछौँ। वायरिङमा चाहिँ हामीले आइआर सेन्सर लिएका छौँ फ्लोर सेन्सरको रूपमा। हामीले त्यसलाई आइआर सेन्सर मोड्युललाई चाहिँ हामीले फ्लोर सेन्सर बनाएका छौँ। हजुरहरूले अरू लिमिट स्विच या रिड स्विच त्यसको पनि बनाउन सक्नुहुन्छ। सबैभन्दा बेस्ट त रिड स्विच नै हो। रिड स्विच चाहिँ किनभने ओरिजिनल हाम्रो लिफ्टमा पनि रिड स्विच लगाएको हुन्छ। रिड स्विच भयो भने यो आइआर सेन्सरले चाहिँ अलिकति लाइट बढी भएको ठाउँमा चाहिँ अलिकति फल्टी हुने रहेछ। मैले पनि फर्स्ट टाइम अब यो गर्दैपछि थाहा पाएँ। अलि अँधेरो बनायो भने चाहिँ राम्रोसँग चल्ने रहेछ। उज्यालो हुँदा अलिकति हाम्रो वायरिङ लगभग सक्यो। अलिकति हाम्रो ड्रेसिङ गर्न मात्रै बाँकी हो। नर्मली अहिले चलाउनको लागि चाहिँ हामीले अहिले ब्याट्रीबाट दिइरहेका छौँ पावर चाहिँ। अब हाम्रो कोडिङ चाहिँ यही हो, लिफ्टको कोडिङ। लिफ्टको कोड चाहिँ मेरो ल्यापटपमा चाहिँ यो स्क्रिन रेकर्ड नभएको भएर मैले बाहिरबाट यसरी भिडियो बनाउनु पर्ने भयो। ल्यापटप अलि ह्याङ चल्छ। त्यही भएको भएर मेरो स्क्रिन रेकर्डर पनि चलेन ल्यापटपमा। त्यही भएर चाहिँ मैले बाहिरबाट यसरी देखाउँदैछु। हजुरहरूले मलाई म गर्न चाहन्छु भन्नुभयो भने म फुल हजुरहरूलाई सेयर गर्ने नै छु। फुल कोड। लिफ्ट हाम्रो चालु भइसक्यो है त। हेर्नुहोस् त कति राम्रो तरिकाले चलेको।
हजुरहरूले देख्न सक्नुहुन्छ लिफ्ट कति स्मुथली चलिरहेछ। ढोका पनि हाम्रो लेभलमा आउन साथ खुल्छ, बन्द भएपछि मात्रै चल्छ। जस्तो हाम्रो ओरिजिनल लिफ्ट ठुलो लिफ्टहरूले गर्छ त्यही नै अनुसारको यसले पनि गर्ने गर्छ। सब ग्राउन्डबाट 1 मा जाँदैछौँ। यता 1 बाट 2 मा जान्छौँ। फेरि हामी डोर ओपन गऱ्यौँ। हामीले डोर ओपन डोर क्लोज ग्राउन्ड 1 2 3 फ्लोरको मैले बनाएको छु। डोर ओपन डोर क्लोजको बटन पनि दिएको छु। हाम्रो चाहिँ लिफ्टहरूको हेर्नु है त सर्भो मोटर भयो। यो हाम्रो आइआर सेन्सर मोड्युल हो। यो चाहिँ हाम्रो क्याराबेली क्याम्प भन्छ लिफ्टमा चाहिँ। क्याराबेली क्याम्प भयो यो चाहिँ लिफ्टमा लागेको चाहिँ। यो चाहिँ आइआर सेन्सर। यो पनि 3वटा आइआर सेन्सर छन् हामीसँग। यो आर्डिनो भयो। हाम्रो कन्ट्रोलर भनौँ अहिले लिफ्टको लागि त यो कन्ट्रोलरै भयो। आजको हाम्रो प्रोजेक्ट यति नै। हजुरहरूलाई केही जानकारी चाहिएमा या हजुरहरूलाई यो यस्तो खालको हजुरलाई प्रोजेक्ट गर्नु छ भने मलाई हाम्रो कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। म हजुरहरूलाई रिप्लाई दिने नै छु। म आफूले सकेको हेल्प गर्ने नै छु। आजलाई यति नै। हजुरहरूले लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला है त। यति भन्दै आजलाई म हजुरसँग बिदा माग्छु। हस्त धन्यवाद।